काण्ड 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 साला दिक्क लागिसकेछ यिनीहरूको काण्ड सुन्दा सुन्दा। फेसबुक खोल्दा, युट्युब खोल्दा, टिकटक खोल्दा यिनीहरूको काण्डको लिङ्क नै म भेटिरहेको छु। आज हेरौँ यिनीहरूको काण्डमा के नै रहेछ। Oh my god! What is that? आज हामी कुरा गर्नेछौँ यस्तो केटीको बारेमा जसको काण्डको क्रेज र एक्साइटेड डिबी पर्नु भन्दा पनि बढी रहेछ। थाहा छैन काण्डको बारेमा, त्यसलाई म एक्सप्लेन गर्छु। काण्ड भनेको एउटा भिडियो हो जसमा चाहिँ केटाकेटी दुब्बेले मोज गर्छ तर बदनाम चाहिँ केटी मात्र हुन्छ। अब तपाईहरु भन्नुहुन्छ कस्तो भिडियोलाई चाहिँ हामीहरु काण्ड भन्ने। अब त्यसको लागि त एक्सपिरियन्स भएको केटीलाई नै कल गर्नुपर्छ। म कल गरिरहेको छु। हेलो गंगु छेत्री। हजुर तपाईको म तिम्रो भ्युअर्स। कस्तो भ्युअर्स? अहिले चाहिँ भ्यू गरेको छैन तर तिमी लिंक पठाउन म भ्यू गरिहाल्छु। के को लिंक हो? तिम्रो जुन त्यो भिडियो भाइरल भएको थियो त्यो वाला। मेरो त धेरै भिडियोहरु भाइरल भन्छ, तिमीलाई कुन चाहियो? हैन कि त्यो भिडियो अस्ति तिम्रो टिकटक फेसबुक युट्युब सबमा काण्ड भनेर भाइरल भएको थियो नि, त्यो भिडियो पठाउन छिटो। ल ल तर कसैलाई नदेऊ है मेरो भिडियो। ल ल ल छिटो पठाऊ, म वेटमा छु। सो गाइस त्यसपछि भिडियो पठाउँछ अनि म चाहिँ हेर्छु के आउँछ। सो आयो गाइस हैन। बहुत तेज हो रहा है, बहुत तेज हो रहा है। वाह क्या सीन है, वाह क्या सीन है। साला खा के सो गया यार। देखा आपने लापरवाही का नतीजा। तो अब म एकछिन चाहिँ टिभी हेर्छु यार। नमस्कार दर्शकबिन, स्वागत छ तपाईहरुलाई नेपाली स्ट्यान्डर्ड 24 टिभी च्यानलमा। सो आज चाहिँ गंगु छेत्रीको चाहिँ एउटा भिडियो भाइरल भएको छ सामाजिक सञ्जालमा। र यसको भिडियो भाइरल हुनु बित्तिकै मेरोमा 90 वटा मिस कल र 10 वटा भिडियो कल आइसकेको छ। तपाईहरु मलाई भिडियो कल नगर्नु होला। यदि तपाईहरुलाई पनि यो भिडियोको लिंक चाहिएको छ भने तल दिएको नम्बरमा तपाईहरुले कल गरेर त्यससँग लिंक माग्न सक्नुहुन्छ। धन्यवाद। नयाँ काण्ड आयो अहिले नै कल गर्छु म। हेलो दाइ, के छ हाल खबर? ठीक छ। कल किन गरेको होला? दाइ मैले यो नम्बर टिभीबाट पाएको। किन कुन काम छ छिटो भन। ए दाइ मलाई त्यो लिंक चाहिएको थियो। के को लिंक चाहियो? गंगु छेत्रीको काण्डको लिंक के दाइ? कुन काण्ड त चाहियो? नयाँ के कुरा हो? दाइ दाइ नयाँ नयाँ नयाँ। नयाँको लागि आरसी चाहियो? पैसा पनि लाग्छ र दाइ? अनि लाग्दैन त, काण्ड बनाउनमा कति मेहनत लाग्छ तिमीलाई के थाहा? त्योमा तपाईलाई के को पैसा लाग्छ? काण्ड त लुकी लुकी भिडियो बनाउँछ। तिमीलाई के थाहा भाइ? काण्ड बनाउँदाखेरि दुबईले पैसा दिनुपर्छ। ए त्यस्तो कुरा हो भने पठाइदिनु, म पछि दिइहाल्छु पैसा। यस्तो हुँदैन भाइ, यसमा पैसा पठाइदियो अनि म भिडियो पठाइदिन्छु। पैसा त छैन दाइ अहिले, म भोलि चाहिँ पठाइदिन्छु, तपाई भिडियो पठाइदिनु। त्यसो भए भोलि लिनु। दाइ 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 प्लिज कल पनि काट्यो यार, फेरि कल लगाउनु पर्यो यार। दाइ भन्नु इसेबाको नम्बर, म इसेबाबाट पठाइदिन्छु। नम्बर तिम्रो? ए ल ल यही नम्बर हो। ल म यही नम्बर मैले पठाइदिरहेको छु। क्वालिटी चाहिँ कस्तो छ? मलाई फुल एचडी मा चाहिएको छ। फुल एचडी को 1000 लाग्छ। सक्नु छैन यार कहाँ। के हो भाइ? ल ल दाइ दाइ म सेन्ड गरिदिरहेको छु इसेबाबाट। पैसा पठाइदियो, म भिडियो पठाइदिन्छु। अब चाहिँ भिडियो आउँछ, म गएर छु हेर्न। लेकिन एक सेकंड। सबैले हिन्दी साउन्ड आइरहेको छ। गंगु छेत्री इन्डियन त होइन नि मुझे। ओ भाइ यसको फेस पनि मुझे इन्डियन छ त। यो मान्छेले स्क्याम गर्दै यार। तपाईहरुलाई लागिरहेकोले यसको काण्ड मात्र भाइरल हुन्छ, तर त्यस्तो छैन। यसको शायरीहरु पनि भाइरल हुन्छ, त्यो पनि फुल एटिट्युड वाला, जो कि हेरेर आफै जोश आउँछ। ल हेरौँ त्यसको भिडियो कस्तो छ। तैले त भनिस् बहिनी कि तेरो मुख भन्दा पहिले हात चल्छ भनेर। अब यता सुन, मेरो छ नि मुख हात लात सबै बराबरी चल्छ। होस् गर। के सेन्स छ? मुजी ब्याकग्राउन्डमा एटिट्युड वाला रिङटोन हाल्दैमा एटिट्युड वाला हुँदैन कि? नपत्याइ म एउटा शायरी हान्दिन्छु, त्यो पनि तेरै स्टाइलमा। ल हेर, म पनि आफ्नै मनको राजा हो। मलाई सिल तोड्न पनि आउँछ र तोडिसकेपछि छोड्न पनि आउँछ। मेरो 15-20 सेकेन्डको भिडियो हेरेर मलाई जज गर्ने मान्छेहरु दिदीले बिर्सिसकेछ कि यो टिकटक हो। टिकटकमा 15-20 सेकेन्डकै भिडियो अपलोड हुन्छ। हुन त 7-8 मिनेटको भिडियो तेरो त मैले हेरिसकेको छु।
टेलिग्राममा। मुन्टो झोलामा टाउको खोलामा पुग्ला होस्कर म्याजिक्सहरू। ओ भाइ साहब दिदी त बदमास रहेछ यार। दिदी सरी म अब तपाईँको रोस्ट गरिनँ, सरी दिदी प्लिज, गल्ती भएले यस्तो भन्ने मान्छे छुइनँ म। डायलग कपी पेस्ट गरेर हाल्छ त्यस्तो मान्छेलाई म सिरियस लिदिनँ, किनकि दिदी बदमास छ। टाउको झोलामा र मेरो लाडो दुलोमा हालिहाल्छ यसले। यतिकै फिदा भएको कहाँ हो र म? माया हाय हाय, यसले त मिया खलिफालाई पनि फेल गरिदिन्छ साउन्डको मामलामा। हुन यो साउन्ड यदि त्यसले आफ्नो काण्डमा युज गरेको भए आज मिया खलिफा भन्दा बढी फेमस त हुन्थिस्। प्यारी समझ गई। यदि म मन पर्दैन भने बुकिराख, त्यो भन्दा बढी के चाहिँ गर्न सक्छस् र? ल यही कुरा मेरो अगाडि बोल त, अनि हेर के गर्न सक्छु। हुन त केटी छ तँलाई पिट्न सक्दिनँ, तर बेड चाहिँ भाच्न सक्छु। आफ्नो बोयफ्रेन्डलाई बाँधेर राख बहिनी। मेरी प्यारी आमाले हावा भनेर नाम दिनु भएको छ। ल मैले माने हावा तेरो नाम हो, अनि गङ्गु छेत्री चाहिँ कसको नाम हो? यसले एउटा भिडियोको लागि आफ्नो आमाको नाम डुबायो, आफ्नो नाम डुब्यो जस्तो। म पनि मान्छे हो माया, मेरो पनि दुख्छ। यार अघिदेखि मैले यसलाई धेरै नराम्रो भने, अब केही भन्यो भने फेरि विवाद भइहाल्छ। लेकिन एक सेकेन्ड, तर तेरो त्यो काममा त धेरै एक्सपिरियन्स छ, अनि दुख्यो कसरी? ए आफ्नो जोडीलाई बेटर फिल गराउनुको लागि। सही पक्रे हैं यार यो मोटो ब्लगरको हो जसले आफ्नो साइकल पनि पुलिससम्म पक्राइहाल्छ। सो गाइस आजको भिडियो तपाईँहरूलाई कस्तो लागेछ कमेन्ट गरिदिनु होला हैन। सो तपाईँहरूको लागि यस्तै राम्रो भिडियो चाहिँ म बनाएर राख्छु। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।